Hello guys, welcome back to my channel. I hope so you guys are अपन सोच छु आज चाहिँ म चाहिँ गाइस बनाउन रुमबाट अब चाहिँ काममा जाँदै हुन्छु काममा जाँदै छु गाइस अनि मेरो ब्लग चाहिँ हजुरलाई कस्तो लाग्छ राम्रो लाग्छ भने लाइक कमेन्ट शेयर अनि माया गरिदिनु होला गाइस भिडियो चाहिँ अन्तिमसम्म हेरेर के कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला गाइस म चाहिँ अहिले काममा जाँदै छु गाइस काममा जाँदै छु आधा बाटोमा पुगिरहेको छु काममा जाँदै छु अब चाहिँ अब बिल्डिङमा पुग्न लागिसकेँ गाइस म चाहिँ अब बिल्डिङमा पुग्न लागिसकेँ मेरो काममा जाने ठाउँमा पुग्न लागिसकेँ अब काममा पुग्छ बिहानको मौसम चाहिँ रमाइलो हुन्छ क्या जे लागिरहन्छ सिरिरी तलको चाहिँ जस बिल्डिङमा चाहिँ रमाइलो हुन्छ रुममा चाहिँ लास्ट गर्मी हुन्छ गाइस यतातिर त रमाइलो हुन्छ बट अब यता आएर चाहिँ चाबी छैन यहाँ फेरि म चाहिँ फेरि माथि हाम्रो रुममा चाबी लिन जाँदैछु गाइस फ्लाइटमा चाबी लिएर आएर कोठा खोलेर सामान निकाल्नु पर्ने हुन्छ गाइस सामान निकालेर हामी काम गर्नुपर्ने हुन्छ म चाहिँ अहिले अब मेरो बिल्ली बिरामी भएको थियो नि त बिल्लीलाई हस्पिटल लिएर जाँदैछु गाइस बिल्लीलाई हस्पिटल लिएर जाँदैछु बाटोमा एकजना साथीलाई बोलाएँ अनि त्यसपछि त्यो म बिल्लीलाई लगेर हस्पिटल जाँदैछु गाइस हस्पिटल एकदम टाढा छ नि त अनि त्यही भएर गाडी त्यो साथी अब काम गर्छ यति त्यसलाई बोलाएको थिएँ अनि त्यसलाई बोलाएर अनि चाहिँ अब बिल्ली लगेर हस्पिटल जाँदैछु गाइस बिल्ली लगेर म चाहिँ अब अल्छ गाइस म हस्पिटलबाट पनि अब बिल्ली लगेर हस्पिटल अब चाहिँ गाइस म हस्पिटल लगेर बिल्लीलाई उपचार गरेर अब चाहिँ रुममा फर्किँदैछु गाइस भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला